हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो दिन कसरी बित्यो भनेर म हजुरहरूलाई सानो भिडियो बनाएर देखाउन गइरहेको छु। आज चाहिँ बिहानै हाम्रो अनु चाहिँ पसल गएर सरसफाइ गरेर चाहिँ टक्क भिडियो बनाउँदैछ यहाँनिर। अनि यसलाई चाहिँ के गरौँ भएर चाहिँ आज खासमा भिडियो बनाएको रे। अनि त्यस पछाडि उसको पसल हेर्नु न, त्यहाँ देखाएर अब मेरो पसलतिर आउँदैछ। म चाहिँ एकदम मरिमरि सफा गर्दै थिएँ। यसले चाहिँ के गर्दैछ भनेको त भिडियोमा बनाइराखेको रहेछ। हाम्रो पसलमा भएको सामानहरू एकदम देखाइरहेछ। अनि त्यस पछाडि चाहिँ हेर्नु न, मैले कति सफा गरेछु मेरो अनुहारै भुइँमा देखिएर यहाँनिर। अनि त्यस पछाडि चाहिँ लु अब भएछ भनेर चाहिँ मैले चाहिँ छोडिदिएँ। अनि हाम्रो अनुले चाहिँ अझै भिडियो बनाइरहेछ हाम्रो डमीलाई लगाएको। हेर्नु न, पसलको हालत बिजोक छ। केही काम नभएर है म चाहिँ पुरा पसल सफा गरेको थिएँ। हाम्रो अनु चाहिँ भिडियो बनाउनु भ्याइसकेछ। मैले अस्ति भर्खरै लेख्थेँ नि त, यो ऐना चाहिँ दिनमा एकचोटि ऐनामा आएर फोटो भिडियो नबनाइकन हाम्रो अनुलाई चित्तै बुझ्दैन। अनि यसले चाहिँ हाम्रो साडीहरू पुरा यहाँनिर देखाइराखेको रहेछ। यो चाहिँ हाम्रो स्टोरमा भएको साडीहरू हो। अनि अब के गर्ने त भनेर सोच्दाखेरि कस्टमरहरू पनि नआएर बिजोक थियो। म चाहिँ अब कस्टमरहरू नआइन्जेलसम्म चाहिँ सफाइ गरेर बस्छु भनेर चाहिँ सफाइ गर्नुमा लाग्यो। फेरि सफा गर्दा हाम्रो पल्लोपट्टिको दाई चाहिँ आउनुभयो है। मैले ल्याएर आएँ दाईलाई। अनि दाइले चाहिँ हेर्नु न, हामीलाई पुरा हात्तीको त्यहाँ निकालेर दिँदै हुनुहुन्छ। खुसी भएर हाम्रो अनुले चाहिँ फेरि थापिहाल्यो। अनि दाइलाई चाहिँ हामीले धन्यवाद भनेर जानुभयो। फेरि हाम्रो पल्लोपट्टिको एउटा अलाएर बेबीको बहिनी छ कि, उसलाई चाहिँ हाम्रो सङ्गतले नि हामीले भुइँसोरी सेवा गर्नै सिकाइसक्यौँ। हेर्नु न, कतिचोटि सेवा गर्दैछ। सिकाउँदा यत्तिको भएको छ बहिनी। उसले पनि हाम्रो यहाँ पुरा प्रमोट गर्नु यहाँ सहयोग गर्दैछ उसले पनि। अनि त्यहाँदेखि चाहिँ के भयो भन्दाखेरि बाहिर यसो हेरेको, पानी पर्न थाल्यो हाम्रोतिर त। अनि पानी परिसके पछाडि चाहिँ के गर्ने भनेर सोच्दै गर्दाखेरि चाहिँ यिनीहरूले चाहिँ हेर्नु न, यहाँ भिडियो बनाएको। त्यस पछाडि हामीले उतापट्टिको दाईलाई चाहिँ बोलाएर चाहिँ हेर्नु न कस्तो कफी खाँदै हुनुहुन्थ्यो। जबरजस्ती बोलाएर हामी त्यस पछाडि के गऱ्यौँ भन्दा लुडो खेल्यौँ। लुडोको हाम्रो प्राइज चाहिँ पैसा प्लस मिठाई थियो। यति भन्दै आजको भिडियो चाहिँ सक्यो। बाई बाई।